क्यामुनो भन्ने चिन्नुभयो होला कतिले? क्यामुनोको बोक्रो चाहिँ खाँदी खाँदी बोक्रा र पात टिपेर राखिदिनुहुन्थ्यो मेरो आमा बुवाले। के भन्नुहुन्थ्यो, म घरको ठुलो छोरो, त्यसलाई एकदम समस्या छ फिनान्समा, दही नछोएको त युगौँ युग भयो, बच्चामा खाइयो होला होइन, गाउँमा जन्मेको मान्छे हो। त्यसपछि आइसिक्रिम छोएको छैन मैले थाहा पाएदेखि। तर आज गोल्डेन नेपालको कारणबाट तपाईँको फिनान्स तपाईँको 80% ठिक भएको छ। 4 महिना अगाडि मेरो फिनान्सको तपाईँको जति पनि फोहोर छ, रुगा लाग्दाखेरि बल्ल फिल भयो कि रुगा यसरी लाग्दो रहेछ, नत्र आछु आछु चाहिँ आइरहने। अनि 14 दिन 13 दिनबाट तपाईँको के हो भने सबै गनाउन थाल्ने, डढेको जस्तो गनाउने, भात खाए त्यस्तै गनाउने, दुध खाए त्यस्तै गनाउने, अर्को खाए त्यस्तै गनाउने, 4 कप भन्दा बढी चिया भयो भने एउटा आधी कम्पहरू दुख्ने। थ्याङ्क्स गोल्डेन नेपाल, म यो प्लेटफर्ममा भएँ, जसको कारण मैले लाखौँ रुपियाँ खर्च गरेर पनि नपाउने मेरो हेल्थ त मैले क्लियर गर्दैछु नि त। योभन्दा बेटर केही हो र दुनियाँमा? त्यस कारणले म गोल्डेन नेपाल आजन्म छोड्दिनँ क्या, एउटै फ्याक्टरले। त्यस कारणले गर्दाखेरि यो हेल्थ बिग प्रोपर्टी हो हाम्रो। हेल्थलाई इन्भेस्ट गरेको कहिल्यै खेर